सम्पूर्णलाई नमस्ते, स्वागत छ। आज हामी छौं पटेला स्मार्ट्स युवा क्लबको खेल मैदानमा छौं। स्क्रिनमा देख्न सक्नुहुन्छ खेलाडीहरू तम तयार अवस्थामा छन्। अवस्थामा रहेका अन्डर 14 का खेलाडीहरूलाई यहाँ दुईटै टिमहरू एकदम तयारी अवस्थामा रहेका छन्। जुगेडा ड्रिमर्स फर पर्चेस उर्मी ब्लास्टको खेल तयारी अवस्थामा रहेको छ। तपाईं देख्न सक्नुहुन्छ कैलाली जिल्ला फुटबल संघले चाहिँ विभिन्न उमेर समूहको फ्रेन्डशिप म्याचहरू चाहिँ हरेक समयमा गर्दै आइरहेको छ। कैलाली जिल्ला फुटबल संघ चाहिँ एउटा आफ्नो फुटबलको एउटा लक्ष्य लिएर अगाडि बढिरहेको छ भने यही समयपछि केन्द्रीय लेभल होस् एउटा राष्ट्रिय स्तरमा चाहिँ कैलाली जिल्लाले चाहिँ एउटा आफ्नो दबदबा कायम गर्नेछ भन्ने पनि यो जुन मेहनत छ यो मेहनतले पनि एउटा देखाउन सक्छ। भोलिको दिनमा कैलाली जिल्ला फुटबल संघले चाहिँ यही जुन मेहनत छ यही रेसियोमा कैलाली जिल्ला फुटबल संघको मेहनतले चाहिँ एक दिन अवश्य पनि ठाउँमा पाउनेछ भन्ने पनि अनुमान लगाउन सकिन्छ। तपाईं देख्न सक्नुहुन्छ विभिन्न अतिथिज्यूहरू हुनुहुन्छ। यहाँ प्रदेश फुटबल संघका सदस्य दिनेश कलेलज्यूबाट रेफ्रीलाई बल हस्तान्तरण गरी खेल उद्घाटन गरिएको छ भने तपाईं देख्न सक्नुहुन्छ अन्डर 14 का खेलाडीहरू कैलाली जिल्लामा चाहिँ पछिल्लो समय खेलाडीको एउटा हब बनिरहेको छ। कैलाली जिल्ला फुटबल संघको चाहिँ जुन एउटा यो टिम छ उहाँहरूको टिमले चाहिँ एउटा एकदमै मेहनतका साथ एकदम फुटबलमा चाहिँ लागिरहेको छ भने तपाईं हामी विभिन्न समयमा कैलाली जिल्ला फुटबल संघका गतिविधिहरू पनि हामी देख्न सक्छौं। अन्डर 14 का खेलाडी भाइ बहिनीहरू को एकदम हब बनेको छ कैलाली। अहिले विभिन्न क्षेत्रमा चाहिँ ग्रासरुटका कार्यक्रमहरू चलिरहेका छन्। कैलाली जिल्ला फुटबल संघको जुन यो मेहनत छ यो मेहनतलाई पनि हामीले सल्युट गर्नु नै पर्छ। अन्डर 14 का खेलाडी भाइहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। तपाईं देख्न सक्नुहुन्छ कैलाली जिल्ला फुटबल संघले चाहिँ यस्ता गतिविधिहरू विभिन्न समयमा हरेक रङ्गशालामा हरेक क्लबका खेल मैदानहरूमा गर्दै आइरहेको छ। यस्ता किसिमका गतिविधिले फुटबल विकासका निम्ति मुख्य भूमिका खेल्नेछ। तपाईं स्क्रिनमा देख्न सक्नुहुन्छ कैलाली जिल्ला फुटबल संघका पदाधिकारीज्यूहरू। ओहो स्क्रिनमा देख्न सक्नुहुन्छ दिपेश खड्का, शंकर तिरुवा, बमबहादुर चौधरी प्रशिक्षकज्यूहरू हुन्छ फुटबल संघका। कैलाली जिल्ला फुटबल संघका पदाधिकारीज्यूहरू हुन्छ प्रदेश फुटबल संघका सदस्यज्यू लगायत महासचिव कैलाली जिल्ला फुटबल संघका प्रशिक्षक र अन्डर 14 का खेलाडीहरू आफ्नो खेल प्रदर्शन गर्दै हुनुहुन्छ। उत्कृष्ट प्रदर्शन रहेको छ दुवै टोलीको। दुवै टोलीको कडा प्रतिस्पर्धा रहेको छ। फाइनलमा पुग्नको लागि एकदमै मेहनतका साथ प्रदर्शन गरेका थिए। उत्कृष्ट प्रदर्शन भएको पहिलो सेमी फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै जुगेडा ड्रिमर्सले उर्मी ब्लास्टलाई 4-0 ले हराउँदै आफ्नो सेमी फाइनल यात्रालाई पार गर्दै फाइनलमा पुग्न सफल भएको छ। जुगेडा ड्रिमर्स र उर्मी ब्लास्ट दुवैलाई विजेता उपविजेता दुवैलाई हार्दिक बधाई छ।
प्रदेश फुटबल सङ्घका सदस्य दिनेश कलियलज्यू आफ्ना केही भनाइहरू राख्दै हुनुहुन्छ। कैलाली जिल्ला फुटबल सङ्घको यो ग्रासरुट कार्यक्रम अन्तर्गत विभिन्न ग्राउन्डहरूमा भइरहेको ग्रासरुट कार्यक्रमको चाहिँ 3 महिने कार्यक्रम थियो। 3 महिने कार्यक्रम अन्तर्गत चाहिँ एउटा फ्रेन्डसिप म्याच अन्तर्गत आज सेमी फाइनल म्याचमा चाहिँ आफ्ना केही भनाइहरू राखेर एउटा खेलाडीलाई एउटा हौसलाका लागि आगामी दिनमा चाहिँ खेलाडीले यस्ता किसिमका गतिविधिले खेलाडीलाई हुने फाइदाका लागि विभिन्न यससँग सम्बन्धित कुराहरू चाहिँ प्रदेश फुटबल सङ्घका सदस्य दिनेश कलियलज्यूले राख्नुभएको छ। कैलाली जिल्ला फुटबल सङ्घको यस्तो गतिविधिले चाहिँ फुटबलमा चाहिँ एउटा विकासका निम्ति पूर्ण सहयोग गरेको छ भन्ने पनि भनाइराख्नु भएको छ। हार्दिक धन्यवाद छ उहाँलाई। आजको यो कार्यक्रमसँगै हामी पनि बिदा माग्न चाहन्छौँ। हवस् त, धन्यवाद। सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला।